मेष राशि आज मेष राशि हुनेहरूका लागि आजको दिन अलि चुनौतीपूर्ण देखिन्छ। तपाईलाई आज सानो सानो कुराले पनि तनाव दिन सक्छ, त्यसैले आफ्नो मनलाई नियन्त्रणमा राख्नु धेरै आवश्यक छ। काममा ढिलाइ हुन सक्छ वा तपाईले सोचेको जस्तो परिणाम तुरुन्त नआउन सक्छ, तर धैर्य राख्नु भयो भने अवस्था बिस्तारै तपाईको पक्षमा जान्छ। कसैसँग बोल्दा शब्द छनौटमा ध्यान दिनुहोला, किनकि सानो कुरा पनि ठूलो विवाद बन्न सक्छ। वृष राशि हुनेहरूका लागि आजको दिन सकारात्मक ऊर्जा लिएर आएको छ। तपाईले आज आफूले थालेको काममा राम्रो प्रगति देख्नुहुनेछ। साथीभाइ, सहकर्मी वा परिवारबाट सहयोग मिल्नेछ, जसले तपाईलाई अझ उत्साहित बनाउनेछ। आर्थिक रूपमा पनि दिन राम्रो देखिन्छ, सानो लाभ हुन सक्छ। आज तपाईले नयाँ योजना बनाउनु भयो भने भविष्यमा राम्रो फल दिने संकेत छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन मिश्रित रहनेछ। तपाईको मन धेरै कुरा सोचेर अलि अल्मलिन सक्छ। काममा ध्यान दिन गाह्रो हुन सक्छ, त्यसैले आफूलाई केन्द्रित गर्ने प्रयास गर्नुहोला। कसैसँग कुरा गर्दा गलत बुझाइ हुन सक्ने भएकाले स्पष्ट र शान्त भएर बोल्नु राम्रो हुन्छ। आज धेरै ठूलो निर्णय लिनुभन्दा सानो सानो कुरामा ध्यान दिनु राम्रो हुनेछ। कर्कट राशि हुनेहरूका लागि आजको दिन खुसी दिने खालको रहेको छ। तपाईले आफ्नो मेहनतको नतिजा देख्न थाल्नुहुनेछ। परिवारसँगको सम्बन्ध अझ राम्रो हुनेछ र मनमा शान्ति महसुस गर्नुहुनेछ। काममा पनि राम्रो प्रगति हुनेछ। यदि तपाईँ कुनै योजना बनाउँदै हुनुहुन्छ भने आज त्यसको सुरुवात गर्न सक्नुहुनेछ।